सम्पूर्ण मेरा फेसबुक टिकटक साथै युट्युबमा हुनुभएका सम्पूर्ण साथीहरूलाई चाहिँ 2083 सालको एकदमै धेरै शुभकामना छ। सबैलाई म ह्याप्पी न्यू इयर भन्न चाहन्छु र तपाईँहरूको यो वर्ष 2083 साल पनि एकदमै खुसीमय, स्वास्थ्य लाभ साथै तपाईँहरूले चाहनुभएको मनको कामनाहरू चाहिँ पुरा होस् भन्न चाहन्छु र तपाईँहरूको साथ र सपोर्टले गर्दाखेरि आजसम्म यो जर्नीसम्म म पुग्न सफल भएको छु र यस्तै गरी तपाईँहरूको माया पनि यो 2083 सालमा पाउनेछु भन्ने मैले आशा गरेको छु र तपाईँहरूको लागि दिन प्रतिदिन म अझै रमाइलो कन्टेन्टहरू लिएर आउनेछु। तपाईँहरूलाई एकछिन भए पनि सानो तपाईँहरूको ओठमा चाहिँ मुस्कान छाउनेछ भनेर मैले एकदमै धेरै प्रयास गर्नेछु र तपाईँहरूको ओठमा म हाँसो ल्याएरै छोड्नेछु भन्ने मेरो चाहिँ प्रतिबद्धता रहेको छ र साथै तपाईँहरूले यस्तै गरी माया गर्नुहुनेछ र यो 2083 साललाई अझै मेरो सपोर्ट र साथ दिनुहुनेछ भन्ने मैले एकदमै आशा गरेको छु र सम्पूर्ण फ्यामिली मेम्बर, मलाई चिन्ने नचिन्ने इष्टमित्र सबै साथीहरू, दाजुभाइ दिदी बहिनी काका मामा माइजू सबै जहाँ पनि बस्नुभएको छ, देश विदेश कुना काप्चा कान्तुरा होइन, समुद्रमा साथै उता के अरे पहाडमा साथै मरुभूमिमा कहीँ पनि बस्नुहुन्छ, जहाँ पनि बस्नुहुन्छ सम्पूर्ण मेरो नेपाली साथीभाइ दिदी बहिनी आमा बुवाहरूलाई मेरो तर्फबाट यो जेलेबी बोय एके जेलेबी बोय प्रति केसीको तर्फबाट एकदमै धेरै माया रहेको छ। सम्पूर्णलाई चाहिँ ह्याप्पी न्यू इयर भन्न चाहन्छु। 2083 साल तपाईँहरूको शुभ रहोस्, सुख रहोस् र समृद्धिले छाओस्। ह्याप्पी न्यू इयर टु एभ्री वान। लभ यु अल।